टिकटक खोल्ने बित्तिकै तपाईँले पहेँलो कपडा लगाएका किशोरहरू हातमा लौरो र झोला लिएर दौडिरहेको त पक्कै देख्नुभएको होला। पछि मामा कुदिरहेका हुन्छन्। कतिपयलाई लाग्छ यो त भाइरल हुनका लागि गरिएको एउटा फेसन मात्रै हो। तर के तपाईँलाई थाहा छ यो हाँसो मजाक लाग्ने दौडभित्र जीवनको यस्तो एउटा गहिरो दर्शन लुकेको छ जसले मानिसलाई केटाबाट पुरुष बनाउने बाटो देखाउँछ। आजको बिर्सिएका कुरामा हामी यही रोचक परम्पराको अर्थ डिकोड गर्दैछौँ। हाम्रो संस्कृतिले जीवनलाई 100 वर्ष मानेर 4 आश्रममा बाँडेको छ। 25 वर्षसम्म ब्रह्मचर्य, 50 वर्षसम्म गृहस्थ, 75 वर्षसम्म वानप्रस्थ र त्यसपछि सन्यास। अब फर्कौँ त्यही दौडमा। व्रतबन्ध सकिएपछि बालक ब्रह्मचारी बन्छ। प्राचीन समयमा शिक्षा पाएपछि बटुकहरू व्यवहारिक ज्ञान लिन र संसार बुझ्न घर छाडेर हिँड्ने गर्थे। जब ती बालक म अब सन्यास बन्छु, मलाई यो संसारको मोह छैन भन्दै वनतिर जान खोज्छन्, तब मामाले उनलाई रोक्न खोज्छन्। मामाले भान्जालाई व्यवहारिक जीवनको महत्त्व बुझाएर फकाएर पुनः घर फर्काउँछन्। यो एउटा यस्तो प्रतीकात्मक दृश्य हो जसले हामीलाई कर्तव्य र वैराग्यको बीचमा सन्तुलन मिलाउन सिकाउँछ। अचेलको आधुनिक व्रतबन्ध जहाँ मानिसहरू यो प्रक्रियालाई नबुझेरै भए पनि फलो गरिरहेकै छन्। समय बदलियो। अचेलका बटुकहरू ज्ञान खोज्न वनतिर वा देश देशावर हिँड्न छाडे। त्यसैले यो प्राचीन परम्परा अहिले एउटा रमाइलो औपचारिकतामा मात्र सीमित भएको छ। तर यसले दिने सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ। अर्को पटक कुनै व्रतबन्धमा मामा र भान्जाको यो दौड देख्नुभयो भने यी कुराहरू पक्कै सम्झनु होला। तपाईँलाई यो जानकारी कस्तो लाग्यो? हाम्रो संस्कृतिमा यस्ता धेरै कुराहरू छन् जुन हामीहरूले गर्छौँ तर त्यसको अर्थ बिर्सिसकेका छौँ। यस्तै बिर्सिएका कथाहरू लिएर हामी फेरि आउनेछौँ। तपाईँले सम्झिएका यस्ता पुराना चलनहरू छन् भने हामीलाई कमेन्ट बक्समा लेख्नुहोला। खबर कथा हेर्दै गर्नुहोला। धन्यवाद।